जुन मेहनत गरिरहेको थियो त्यो मेहनत अत्यन्तै राम्रो थियो र मैले पटक पटक डाइरेक्टर साहबलाई पनि भनेको थिएँ। अझ एज अ प्रड्युसर मैले सुशील पोखरेल सरलाई पनि भनेको थिएँ कि अब सबै मेहनत राम्रो भएको छ, फिल्म पक्कै राम्रो बनेको छ, तर उहाँ टेन्सनमा नि हुनुहुन्थ्यो एकदम कस्तो फिल्म बन्ने हो के हो मेहनत गरेर कहाँ के हो भनेर एकदम टेन्सनमा हुनुहुन्थ्यो। हामी टेन्सनमै सुटिङ गरिरहेको थियौँ किनकि त्यतिखेरको माहौल नै त्यस्तै थियो, वर्षाको बेला दसैँ तिहारमा फेरि ब्रेक आदि इत्यादिले गर्दा। तर मैले चाहिँ के भनिरहेको थिएँ त्यतिखेर भने फिल्म राम्रो बनेको छ, एकदम काम गराइ यताउति हेर्दाखेरि बुझिन्छ राम्रो छ, एउटै मात्र काम छ अब त्यो फिल्मलाई राम्रोलाई झन् राम्रो बनाउनलाई चाहिँ दर्शकलाई हलसम्म कसरी लिएर आउने त्यो चाहिँ गर्नु छ है भनेर मैले सुशील सरलाई भनिरहेको थिएँ। अब आज त धेरै कुराहरू आइरहेछ, मैले राम्रो छ यो छ भनिरहनु भन्दा पनि सबैले भनिसक्नु भएको छ, त्यो भनिरहेको कुरो मैले दोहोऱ्याउनु जरुरी छैन। यति भने दर्शकहरूले आएर फिल्ममा हलमा आएर फिल्म हेर्नु हो भने पक्कै पनि निराश भएर जानुहुन्न, एकदम राम्रो बनेको छ फिल्म, सबैजना खुसी भएर जानुहुन्छ। एउटा सिनियर कलाकार भएको हिसाबले पनि हुन्छ नि, उहाँहरूको यङ जेनेरेसनको हुन्छ नि त, कस्तो लाग्यो उहाँहरूको काम अभिनय होइन, त्यो पात्र चाहिँ दर्शकहरूमा चिनाउनको लागि चाहिँ हुन्छ नि एकदम विश्वासिलो पात्र लागेको लागि तपाईँको नजरमा एज अ सिनियर कलाकार चाहिँ होइन अब त्यो त लाग्यो किन नलाग्ने, किनकि सबैले मेहनत गर्नुभएको थियो। हुन्छ कतिपय कलाकारहरू मैले यति गरेँ त पुगिहाल्छ नि, मैले यति गरेँ हुन्छ भनेर टिकटकमा बिजी हुने, अनि अब भ्युज कति गयो मैले हालेँ टिकटकको कति लाखले हेरेँ भन्नेतिर गइरहेको हुन्थ्यो। तर हाम्रो यो टिममा चाहिँ म पुरा टिकटक चलाएर त्यो हेर्नुभन्दा पनि मान्छे बसेर त्यो रोल कसरी राम्रो गरौँ के गरी गरौँ त्यहाँ कसरी पर्फर्मेन्स गरौँ भनेर सबैजनाले एकदमै मेहनत गर्नुभएको थियो। त्यो साथमा मभन्दा अलिक पछाडि उहाँहरू आउनु भएको भए पनि मैले चाहिँ मभन्दा दिग्गज मभन्दा चाहिँ एकदम सिनियर नै भन्ने हिसाबले मैले नै काम गरेँ। अब के कस्तो आएको छ त्यो त पछि थाहा हुन्छ। त्यसमा चाहिँ अब अनुभव त एकदमै राम्रै रह्यो, एकदम फ्यामिली जस्तो भएर काम गरेर त्यहाँ कहिले झै झगडा यताउति आदि इत्यादि हुने कुरो केही भएन, सबै एउटा पुरा एउटा फ्यामिलियर वातावरणमा चाहिँ हामीले चाहिँ सुटिङ सक्यौँ, एकदमै राम्रो अनुभव। तपाईँलाई पनि सोध्नु कस्तो रह्यो अनुभव विशेष गरी सुटिङमा? हजुर सुटिङमा एकदमै रमाइलो भयो, एकदम पारिवारिक वातावरण थियो। अनि पहिलो फेज त पहिलो फर्स्ट सेड्युल त अलिकति गाह्रो पनि भइरहेको थियो हामीलाई, किनभने त्यो चेन्जी मुभमेन्टको यताउता समाचारहरू हामी एकदम न्युज सुनिरहेको थियौँ। हामीलाई त एकदम प्रेसर भइरहेको थियो, ला काठमाडौँ त सिद्धिसक्यो हामी त यहाँ गाउँमा अड्किरहेछौँ होइन, यस्तै कुराहरू भइरहेको थियो, अलिकति टेन्सन थियो। तर ओभरअल हेर्दाखेरि चाहिँ सुटिङ एकदमै रमाइलो भयो, जसरी सोचेको भन्दा अझ रमाइलो भयो भन्छु म चाहिँ। अनि सबैजना टिम चाहिँ एकदम मेहनत गर्नुभएको छ टिमले, त्यो हिसाबले पनि एकदम रमाइलो भयो। प्रकाशिलाई सोधौँ न, परालको आगोले कतिको आगो बाल्न सफल होला त हलमा? यसपालि चाहिँ राम्रो एनर्जी आइरहेको छ सबैतिरबाट, प्रतिक्रियाहरू पनि राम्रो आइरहेको छ। मलाई लाग्छ राम्रै हुन्छ होला, नयाँ वर्ष छ, नयाँ उत्साह छ, नयाँ आशा छ। चलचित्र क्षेत्रमा धेरैजनाले अब हुन्छ नि भनि पनि रहनु भएको हुन्छ नि, साङ्गीतिक विधामा आएको मान्छे होइन, साङ्गीतिक विधालाई नै अलिकति कन्टिन्यू गरायो भयो हुन्थ्यो प्रकाशकले भन्ने खालको कुराहरू तपाईँले पनि आफूले सुन्नुहुन्छ होला होइन। त्यो हुँदा हुँदै पनि तपाईँ चलचित्रमा चाहिँ निरन्तर लागिरहनु भएको छ क्या, कारण के हो त्यो सुनाउनु? पहिलो कुरा चाहिँ जस्तो मैले सङ्गीत मार्फत पनि मलाई कथा भन्नमा रुचि थियो, मलाई कथा भन्न अथवा कथामा पात्र भएर बाँच्न मेरो रुचि अलिक बढी रुचि भएको हुनाले चाहिँ मैले अरू मलाई व्यावसायिक हिसाबले मलाई के राम्रो हुन्छ के फाइदा हुन्छ भन्ने भन्दा पनि मलाई के मजा आउँछ भन्ने तरिकाले काम गरिरहेको छु। मैले जीवन काम पनि गरिरहेको छु, जीवन पनि एट द सेम टाइम जीवन पनि बाँचिरहेको छु र मलाई जहाँसम्म लाग्छ मलाई मजा आइरहेको छ कि कथाहरू भन्न, यसरी अग्रजहरूसँग समकालीनहरूसँग नयाँहरूसँग एउटा ठुलो टिमअपमा काम गर्न मलाई मजा आइरहेको छ, मलाई कथाहरू भन्न मजा आइरहेको छ, कथाको एउटा अंश भन्न मजा आइरहेको छ। सो चलचित्रमा पनि मैले इन्जोय नै गरिरहेको छु, त्यही भएर निरन्तरता अगाडि बढिरहेको छु। र फेरि चलचित्रको क्यानभास भनेको चाहिँ अलिक ठुलो क्यानभास हो। यसमा चाहिँ तपाईँको सङ्गीत पनि अटाउँछ, गीत अटाउँछ, सङ्गीत अटाउँछ, साहित्य अटाउँछ, समाज अटाउँछ होइन। यसले चाहिँ अलिक धेरै विषयलाई समेट्न सक्छ र मलाई त्यसरी आफ्नो आयतनमा अलिकति फराकिलो बनाउन मन लागेर पनि म चलचित्रमा निरन्तर छु र सङ्गीत पनि गरि नै रहेको छु। अब यो परालको आगो आफूलाई नाम आउँदाखेरि हुन्छ नि आफ्नो घरमा श्रीमतीसँगको परालका आगाका छेडहरू चाहिँ कतिको याद आउँदो रहेछ, कतिको गाह्रो पर्दो रहेछ हुन्छ नि, झगडा पर्दाखेरि अब बुढाबुढी त हुन्छ नि एकैछिनमा सकिहाल्छ कुरा भन्ने खालको पनि हुन्छ नि त होइन, त्यो दृष्टिकोणबाट चाहिँ कतिको आफूले आफूलाई रिलेट गर्न सक्नुभयो?
चामे र गौँथलीको जुन एक्सट्रिम लेभलको झगडा छ त्यस्तो त अब मैले अनुभव गरेको छैन आफ्नो जीवनमा होइन। तर हाम्रोसम्मको झगडालाई चाहिँ परालको आगो भन्न मिल्छ होला। बल्ने निप्ने त्यो भइ नै रहन्छ विषयगत प्रसङ्गहरूमा। यो त अहिले हाम्रो समाजमा सबैसँग सबैको हुन्छ होइन। तपाईँको श्रीमती त सँगै हुने भएको भएर अलिक धेरै हुन्छ होला, नत्र तपाईँको साथीभाइ बिच पनि हुनसक्छ, आफ्नो को आर्टिस्टहरूसँग हुनसक्छ होइन, अफिसमा हुनसक्छ। सो सबै ठाउँमा चाहिँ हेर्दाखेरि अब फेरि ठुलो आशा लिएर नआउनु होला। फेरि धुरन्धर जस्तो, त्यसपछि कता अब त्यो मगधीरा जस्तो, बाहुबली जस्तो, पुष्पा जस्तो लिएर नआउनु होला। हाम्रो गाउँघरको कथा हो, त्यसलाई आएर हेर्नु भने तपाईँहरू कोही पनि निराश भएर जानुहुन्न। के गरी निराश भइहाल्नु भने त्यो परेको म बिहोरहरूलाई